ल, बैंक चेकले कसरी काम गर्छ? आउनुहोस्, यसलाई छिटै र सरल तरिकाले बुझिहालौँ। अहिलेको समयमा क्याश बिना नै सुरक्षित कारोबार कसरी गर्ने त? यो प्रश्न निकै महत्त्वपूर्ण छ। हो, यसकै एउटा भरपर्दो जवाफ हो बैंक चेक, जसले कारोबारलाई सुरक्षित बनाउँछ। ल, अब सुरक्षाको आधारमा चेकका प्रकारहरू हेरौँ है त। सबैभन्दा पहिले आउँछ बियरर चेक। यो सरल छ तर जोखिम पनि त्यत्तिकै। यसमा लेखिएको और बेयरर शब्दले नै हो जोखिम बढाउने। हरायो कि जसले भेट्यो उसैले साट्न सक्छ। अब यही जोखिम कम गर्नको लागि छ अर्डर चेक, जुन निकै सुरक्षित विकल्प मानिन्छ। अर्डर चेकमा चाहिँ और बेयरर भन्ने शब्दलाई काटिएको हुन्छ, जसले सुरक्षा बढाउँछ। मतलब चेकमा जसको नाम छ, पैसा लिन उसैले आफ्नो परिचय पत्र देखाउनुपर्छ। अझै बढी सुरक्षा चाहियो? त्यसको लागि छ क्रस चेक, जसमा एउटा खास चिन्ह हुन्छ। यस्तो चेकको पैसा काउन्टरबाट सिधै क्यास लिन मिल्दैन, खातामा नै जम्मा गर्नुपर्छ। र हो, यसले हामीलाई सबैभन्दा सुरक्षित मानिने एकाउन्ट पे चेकतिर लैजान्छ। यसमा ती दुई धर्काको बीचमा अकाउन्ट पे ओन्ली भनेरै लेखिएको हुन्छ। यसको मतलब पैसा चेकमा नाम भएको मान्छेको खातामा मात्रै जान्छ, अरू कसैकोमा जाँदै जाँदैन। ल, सुरक्षाको कुरा त भयो, अब चेकमा लेखिएको मितिले के फरक पार्छ त्यो हेरौँ। पोस्ट डेटेड चेक भनेको भविष्यको मिति राखेर काटिएको चेक हो। अनि यसको ठ्याक्कै उल्टो हुन्छ एन्टिडेटेड चेक, जसमा चाहिँ पुरानो मिति हुन्छ। नेपालको सन्दर्भमा चेकको एउटा निश्चित म्याद हुन्छ, जुन निकै महत्त्वपूर्ण छ। त्यो म्याद हो काटेको मितिले 6 महिना, त्यसपछि त्यो चेक चल्दैन। अब अन्त्यमा चेक बाउन्स नहोस् भनेर के कुरामा ध्यान दिने त? एकदमै सरल छ। स्पष्ट लेख्ने, अङ्क र अक्षर मिलाउने, अनि केरमेच चाहिँ गर्दै नगर्ने। यति सबै जानिसकेपछि एउटा प्रश्न आउँछ, यो डिजिटल दुनियाँमा बैंक चेकको भविष्य चाहिँ के होला त?